नेपालको भाट भटेनी जस्तै अझै ठुलो होला नि होइन पुरै ठुलो होला नि बिचरा यो हिउँ पनि कति अभागी रहेछ हौ नेपालमा भएको भए अहिले भाइरल भइसक्थ्यो हेर कोरिया त्यो चाहिँ घोडा चराउने ठाउँ घोडा त त्यति देखिँदैन त नि एक दुईवटा छ त के पारा हो यस्तो माथि छ एक दुईवटा यिनीहरूले यो चाहिँ यहाँ हुर्काएर के मारेर खान्छ के गर्छौ मारेर खान्छ के गर्छौ घोडा सबै खाने घोडा हो सबै घोडा राख्ने ठाउँ हो यता दाइ चाहिँ अगाडि अगाडि पुरै गाडी भेट्नु भनेर कुदिराख्नु भएको छ है अनि त्यो बस छुट्यो भने कति बजी फेरि एक घन्टा पछि मात्रै मरि नै भएछ त त्यसो भए गाह्रो छ हो हामीलाई गाह्रो छ कोरिया भनेर पुरै सबै सिटी मात्रै होला भनेको यसरी हिँडेर पनि जानु पर्दो रहेछ जिन्दगीको गोरेटोमा के हो यस्तो आजमा हुर्किएर गइहाल्नु भयो यसो स्ट्यान्डसम्मै लग्दै गयो भने धर्मै हुन्थ्यो के कसो दाजु तलैसम्म यस्तो छ हाम्रो शाखा बाटो मेन रोड आयो यहाँ गाडी